हेलो एभ्रिवान वेलकम टु माई फुड डेलिभरी मोटो ब्लग फ्रम टोकियो जापान है गाइज आज पनि फेरि म अब काममा निस्किन लागेको रेडी भएँ है सबै कुराहरू मेरो रेडी भइसक्यो हेलमेटदेखि लिएर अनि मेरो ब्याग देखिँदैन क्या मेरो ब्याग पनि यसरी रेडी भयो है अनि अब जापानको यहाँ चाहिँ 5 बज्न लाग्यो बेलुकाको अनि आज चाहिँ फेरि है बोनस छ क्या 12वटा अर्डर कम्प्लिट गऱ्यो भने चाहिँ मेरो 3000 जस्तोको बोनस छ एउटा सुरुको चाहिँ मेरो 6वटा अर्डर कम्प्लिट गऱ्यो भने चाहिँ मेरो 1300को छ भने अनि फेरि अर्को एउटा 3टा गऱ्यो भने चाहिँ मेरो सायद 800को अनि फेरि अर्को 3टा गऱ्यो भने चाहिँ 900को छ क्या टोटल चाहिँ मेरो 12वटा अर्डर चाहिँ मैले कम्प्लिट गरेँ भने 3000 जस्तो मेरो बोनस आउँछ क्या अनि आज अब त्यही कम्प्लिट गर्नलाई होइन म काममा निस्किन लागेको अनि आज मौसम चाहिँ बाहिर हेर्दाखेरि ठिक छ त्यस्तो घाम पनि लागेको छैन है अब बेलुका बेलुका पनि हुन लागिसकेको भएको हुनाले अनि पानी सानी चाहिँ देखाउनु चाहिँ देखाएको छैन तर थाहा छैन कि पानी पर्छ पर्दैन पर्दैन भने चाहिँ थाहा छैन कि किनभने अब के अरे वेदर एपमा चाहिँ होइन पानी नदेखाए पनि एकैछिन सरर पानी पर्छ नि त अनि केही भर नै हुँदैन कि मौसमको चाहिँ अहिलेको चाहिँ अनि त्यही पनि अब हेरौँ है आज म 12वटा मेरो च्यालेन्ज म कम्प्लिट गर्न सक्छु कि सक्दिनँ है यदि गरेछ भने पनि मैले आज मेरो कति इन्कम भयो त म हजुरहरूसँग सेयर गर्छु त्यसको लागि चाहिँ मेरो लास्टसम्म चाहिँ मेरो भिडियो हेर्नु होला है अनि गाइज मेरो च्यानललाई लाइक सब्सक्राइब अनि टिकटक पनि फलो गर्नलाई नबिर्सिनु होला न त गाइज म अब मेरो अर्डरको लागि म अनलाइन बस्छु अनि मेरो अर्डर आउने बित्तिकै म आज फुत्त निस्किहाल्छु क्या